लमजुङको दुधपोखरी जानको लागि मेरो घरबाट यात्रा सुरु भयो। रजनीशदाईसँग गाडीमा बसिन्छ अलिकति भएर जोडी बजारसँग सुनिन्छ कि भन्ने र अब आशा पुग्छ। दाइको घरबाट अब हामी गाडी चढ्छ जुनी बजारसम्म अथवा हाम्रो जाने दाइ हिँडिन हो पुरानो छ आज कति घन्टाको ड्राइभ हुन्छ दाइ? लगभग 7 घन्टाको ड्राइभ हुन्छ। ढोकाबाट हामी झऱ्यो 1 बजी निक्लिन्छौँ। आइज भाइ आइज हाम्रो यहाँ मोटर भाइ हो डोको ल्याएर एकदम रेडी भएर बसिरहेको लिएर गल्छौँ। अब हामी अब टाउनबाट भएर फाल्टुतिर जोडिदियो दाइको पछिमा फाल्टु लिएर बजार लमजुङ प्रवेश गऱ्यौँ। बाँचेको जिन्दगी हामी अब यहाँ आएर खाना खाँदैछौँ जुनकै रिचोर्ट एन्ड पार्टी प्यालेस। तपाईँहरूलाई कन्ट्याक्ट नम्बर चाहियो भने मिल्छ। यो ठाउँको नाम चाहिँ 22 जाँगर हो। अनि टिलिजो हलाउँदा पनि यी खाना खाँदै गएको छ। सेतो बादल छ नि त्यही मुनि पर्छ। त्यो बिचको अलिअलि सेतो सेतो जस्ता जस्ता पल्केछ नि। सेतो सेतो छ नि त्यो त यही गौडा हो। यो माथि गौडा त्यो क्यार्जु भन्छ हैन ऊ माथि के भने मैले त्यो सेतो बादल छ नि ओ बादलकै मुनि अलिकति सेतो सेतो जस्तो देखेछ नि माथि के यहाँ त्यो बादल लाग्यो ठ्याक्कै त्यो दुईटा पहाडको बिचमा यस्तै जानु यो थुम्को छ नि थुम्कोडी यस्तै काटेर जानुपर्छ त्यो डाँडै छ। हस् बुवा हस् धन्यवाद। Yeah.
यहाँ त जुत्ता ठुलो एउटा चार क्या चार हामी लमजुङ चाहिँ गाउँकै ठाउँ आइयो अब जोड्ने आउनलाई 1 घन्टा जति बाँकी छ 1 घन्टा 45 मिनट छ होला यताकै होला दाइ त्यो जर्नी हुने सोध्यो त बाबु ठाउँहरू ए अब यो खसीको रेटहरू हुन्छ दाइ अहिले दाइरहेछ नि त सोध्यो बाबु ठाउँ कता रहेछ अनि काठमाडौँबाट जोर्नी आउँदाखेरि 8:30 घन्टा लाग्यो जोर्नीबाट अब डिपो जाँदा अब 2 दिन जति लाग्छ बिस्तारै त्यही जान्छौँ हामी आज चाहिँ जोर्नीमा हुन्छ हाम्रो बस भोलि चाहिँ त्यहाँ हालिन्छ दुईटा डोरी कोही यता यता बानो होइन त्यो उसले गरिदिन्छ अब त यो तपाईँहरूले जुन देखिरहनु भएको छ यो चाहिँ जोर्ने बजार हो हिजो हामी काठमाडौँबाट 9.5 घन्टाको ड्राइभपछि काठमाडौँ डुम्रे लमजुङ बेसी सहर हुँदै जोर्नी बजार आइपुग्यौँ ल आज 7:30 बजे लगभग 7:30 बज्नु लाग्यो जोर्नीबाट आज हामी लिपी हिल हुँदै माथि गोठसम्म गएर बस्ने प्रोग्राम छ अब हामी बिहान बिस्तारै हिँड्छौँ है भरे के छ कति गाह्रो भएको छ छैन है उगाडी ठाडो रहेछ ठिक छ भाइहरूलाई गाह्रो फेरि त्यही भएन नि हल्का हल्का ठिक छ है यति यो कपाल कसले खायो कपाल कप त एउटै रहेछ त नि दुईवटा त रहेछ
유라도 딱 왜 요양도 उनीहरूले चाहिँ है ल फेदु अब 2 घन्टामा आइपुग्छौँ अब ती बस्ने भनेको जस्तो हेरौँ अब बाजे ठाउँको नाम के भन्नुभयो यो ठाउँको नाम मराफेदु खासै ठुलो पुलुङ भन्छ क्या ठुलो पुलुङ ठुलो पुलुङ कोहीले कालठौँडी पनि भन्छ नङ्गी ठुलो पनि भन्छ ए खासै ठुलो पुलुङ हो ए बाजेले सुकुटीहरू चाहिँ बनाएर राखेको छैन बाजेको नाम चाहिँ के रे बाजे मेरो त आजले चलाउने नाम त गोठे भन्छ गोठे गोठको जन्म भएर नचलाउने नाम नि त्यो त पेम्बर सिंह भन्छ ए पेम्बर सिंह हजुरको गोठा आएर आज कति वर्ष भयो बाजे तपाईँले यसरी यो गोठालो जीवन यहाँ बिताएको गोठैको जन्मा जन्मै गोठा हो जन्मै गोठो जन्मै गोठमा चाहिँदामा जन्मेको र मेरो आमाले गोठमै भनेपछि कुरै सक्यो के भन्नु पर्यो पुरा कति 71 वर्ष पुग्नुभयो भन्नु होइन 11 सालले त्यति पुग्यो होला नि सालबाट सबैभन्दा खतरा भने होइन सबैभन्दा सुरुमा आउने सिट्ठी हो यो 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 चाहिँ मान्छेले चिचायो भने त सिटी बजाइदिने क्या झुकिँदा त बाटो नचिन्दा त तपाईँको यता आउने बाटो हामीले हजुर बल्ल बल्ल चिनेर आयौँ हामी त्यो बाटो सिटी केलाई बजाउने वनमा भेडा बाख्रालाई आवाज गरिन्छ मान्छेहरू आएको बेला नि सिटी बजाइदिनु पर्छ नि यही हो बाटो
ढाक्यो ऊ कुहिरोले ऊ यता चाहिँ हो पोखरा पोखरा हेरी त्यो कालो कुहिरो भित्र हो यो घान पोखरा चाहिँ ऊ अलिकति यहाँ कुहिरो छ नि त्यहाँ हो ऊ घान पोखरा उदिपुर ऊ त्यो भान्ज्याङमा ऊ तल उदयपुर लामजुङ दरबार ऊ चाहिँ आलको डाँडा त भने ऊ यो आलको डाँडा यतापट्टि दरबार देख्छ अहिले घाम लागेन ल भाइ ल यताको 12 डाँडा यो लेक चाहिँ 12 डाँडा ल Ragazzi con tana, io che con lei bari bam. Vera tu hai se bam. Pero saja sumi. Itu di bari nya yo lo preji dari ma sai tam de. Ye bari wa tam. To pa dor mi ai mane mo pa no bari mo. Na या बसंती रे काहे सताए आजा जाने क्या बात हुई हामी ढोका खोले बजे हाल्यो भाइ ढोका खोला बजाई ढोका खोला खड्का ट्रेकर्स आउँदैछ खड्का ट्रेकर्स आउँदैछ है काठमाडौँदेखि ढोका खोला बजाई खुल्यो ढोका ल लाऊ ढोका खोला बजाइ ढोका सबैले भन्ने हो यहाँ त ढोका खोला बजाई ढोका म ढोको बोकेर आउँदैछु हाम्रो यात्रा सुरक्षित होस् ल बाबु ढोका खोल भन्दै आयो फेरि ढोका नखोलिन् बजाइले Görüşürüz.
कति घन्टा 10 मिनट धेरै टिस्टा पोखरी त अनि उता माथि छ नि त 30 मिनट यो चाहिँ डाँडाको नाम रहेछ होइन चिमल डाँडा भन्ने एरिया छ हिजो चिमल डाँडामा गएर बस्नु भन्थ्यो नि त हामीलाई चिमल डाँडा त्यस्तो हुन्छ कोठामा यसले त घाँटी त कुदाउनै पाएन यार दुईचोटि त्यहीँ गएर मऱ्यो नि म त छक्का सब दुईटा घुटी त सिधा भयो एउटा निक्लिएर यहाँ एकछिन मौसम खोलिएको हुन्छ फेरि बादल सुन्न आउँछ फेरि बादलले सपक्क झाकिसक्यो गैरी खर्क आयौँ हामी यो गैरी खर्क के हाल्नु भयो त यो नुन दिने हो माथि राख्छु दिनुपर्छ है नुन हाल्दै सिधै सिधै हाल्नुपर्छ नुन हाल्दै चाहिँ हाल्यो त यिनीहरू नुन खान आएकै यिनीहरू नुन खान आएकै यिनीहरू के छ भाइ एकदम दाजु भाइ काट्छ आधा त्यो नुन खान आयो क्या त सुइँ नुन हाल्दैछ त सट्ट आयो जाडो भएको छैन के को हो त्यो हजुर के को ओलेको हो त्यो हजुर ए तातो आउँछ त्यसले त्यसो हुन्न ल ल ल ल बाटो टाढै गाह्रो अलि असिलो पुरा गाह्रो लाग्छ अलि बाटो चाहिँ सबै ढुङ्गाको रहेछ चिन्ने गाह्रो हुँदो रहेछ तर यो क्लबको मान्छेहरूले यस्तो चिन्ह दिएको रहेछ क्या यो त्यसले गर्दा नि बाटो छुट्याएर जान सक्दो रहेछ ढुङ्गा पर्छ नि कता न ल ल सबै छ पाखै पुग्यो अलिक देख्दैन बाटो कतिको अप्ठ्यारो रहेछ त्यो बाटोले गर्दा केही पनि देखिएन है बिस्तारै हो यता चिनिन्छ बिस्तारै दाइहरू कता जानु भयो हामी तनाउ ए एकदम बिजोग त त्यहाँको कस्तो त सोचे हुन्न नि बिजोग सोचे हुन्न नि बिजोग केन काइन ठाउँमा जान्छ हामी टोल चाहिँ यहाँ बस्ने हो सबजना यसरी आउँदैछ यहाँको हामी 8 घन्टा हिँडिसकेपछि 5 बजी चाहिँ आइपुग्यो नि तर 5 बजीमा ट्रेन लाइन ठाउँ चाहिँ भेटेन हामी
हेर्नु कस्तो गाह्रो भयो कि भोलि यहीँ पूजा गरेर चाहिँ यसलाई यहीँ बनाएर जानुपर्छ आऊ न तिमी म त तलको के अरे नि त त्यो ऱ्याङ्कोट नि ल्याउनु मेरो होइन कता पुग्यो त्यो झोलाको कभर नि हो कभर नि ल्याउनु यस्तो यस्तो अवस्थाले बस्नु मान्छे यहाँ त्यो कभर उ त भाइले ल्याएको मेरो कभर हेलो हाई 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 5 कति सानो भएछ यो दुध पोखरी पहिला पहिला हाम्रो बाउहरू आउने बेला त कतै यहाँ साथीहरू ए पहिला पहिला हाम्रो बाहरू खड्का ट्रेकर्स भाइ खड्का ट्रेकर्स यहाँको रमाइलो झोलाहरू भित्र हालौँ पहिला हेलो 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 भाइ भाइहरू कताबाट हो हामी किरणबाट हो पालुन्टारबाट पालुन्टार हजुर हजुर हजुरको ब्लगको नाम के होला खड्का ट्रेकर्स एक सब्सक्राइब गर्नु ल बाबु कमी भइरहेको आइजाउ न यार दुध पोखरीको ताल यही नै रहेको छ ल दुध पोखरीको ताल त्यही हो हामी बसेको टेन्ट यसमा हो ठाउँ त एकदमै राम्रो छ तर यहाँ पसल ससल तातो खानको लागि सबै आफैले ल्याउनु पर्ने रहेछ सिनहरू चाहिँ एकदमै राम्रो रहेछ बवाल खुल्यो अहिले चाहिँ न त हुस्सो लागिरहेको थियो एकदमै राम्रो रहेछ एकदमै राम्रो छ ल सर्टिफिकेट विषय भन्छ त नि 45 सर्टिफिकेट युट्युबमै हेरेर आयो म त 45 सर्टिफिकेट छ अरे यो उता हेरौँ त बोर्डमै लेखेको त कति छ तल युट्युब हेर 45 होइन 30 40 होला कि उता बोर्डमै हेरेको मा युट्युबमा त 45 हो नि त्यसमा लेख्ने ठिक छ ल फाइनली दुध पोखरी गाइस ल तिमी अलिकति सर त अरूलाई अलिकति हेर्नुहोस् त्यो अक्सिजन यसो सुलोड पास हुनुपर्छ यसो अलिकति यसो खोलेर राख यो चाहिँ दाइ कस्तो भयो त दुध पोखरी यात्रा एकदम रमाइलो भयो ट्रेनमै अब आलु मसुरा पकाइयो भात पाकिसक्यो हाम्रो भात पाइसक्यो भात त आज नि पुग्छ वाइल्ड पुन त पुग्छ तरकारी चाहिँ यो नर्लाको क्या भाँडामा अर्स्याउनु भयो त्यति हो चलाउनै नमिल्ने जस्तो भयो यार
औडै धेरै भिजायो भिजाउनु होइन अहिले सितनलाई झिक्नुपर्छ सिजनलाई खाएर पानी रसिहाल्छ नि सितन चाहिएन अहिले ठिक्क हुन्छ यो ग्यास त फिर्ता नलाने अब जे पाक्छ यसले पकाएर सिधाइदिनु पर्छ यो भाडा चाहिँ आज हुन्छ यो फिर्ता भएर ल है दुध कुण्डको यात्राको हाम्रो अब खानपिनको व्यवस्था यो अनि हामीसँग अब यो जाडोमा चिसोमा यो सिग्नेचर है यो चाहिँ हाम्रो भाइहरूले सुन्दर नगरका भाइहरूले सुन्दर नगर जनै पूर्णिमाको लागि भोलि जनै पूर्णिमा पनि हो अब के छ केटाहरूलाई भन्ने केही शब्द 2-4 शब्द जाओस् छैन अब जाडो भयो टक्क अब 2-3 टक्का हान्ने ल सर्बर नि त बाबु सर्बर हाल नि त ल हाल नि त सर्बर नि त सर्बर यता हाम्रो अर्को दादालाई के भन्छ कस्तो भइरहेछ यात्रा अहिलेसँगले आराम भइरहेछ आराम भएको छ होइन त्यस्तो गाह्रो साह्रो केही त परेन नि गाह्रो जति अलि मेटिसक्यो ठिकै छ अहिले ठिक अनि यता यता हाम्रो यता प्रशान्त मिश्रलाई दुध पोखरी हेर्दै यस्तो गरे दुध पोखरी देखिन्छ दामी भइरहने मलाई ठिक छ नि यता हाम्रो अर्को साथीलाई के छ सब ठिकठाक छ नि हो बन्द भइरहेछ छैन ऋतिक कस्तो भइरहेछ त ठिकै छ ठिक छ बाबु तिमीलाई के छ मलाई एकदम रमाइलो भइरहेछ त होइन एकदम यो यहाँसम्म आउनलाई यत्रो कति दिन भयो हामी आज 4 दिनसम्मलाई घाम पानी नभनिकन एकदम दुःख गरेर आइएछ अब भोलि राम्रोसँग पूजासुजा गरेर त्यसपछि बिहान हामी आफ्नो गन्तव्यतिर लाग्छौँ हामी चाहिँ अनि कहाँ छौँ नि भनेको छौँ त हामी अहिले दुध पोखरी अनि के छ हजुर दाइको मेरो ठिक छ बाबु सब ठिक छ अब यस्तो रमाइलो भइरहेको छ हजुर अब यही त हो नि अब कुण्डमा आइयो यस्तो दुःख गर्दा आइयो यस्तो दुःखको ट्रेक चाहिँ अहिलेसम्म गरिरहेको थिएन यो चाहिँ लास्टै दुःखको ट्रेक रहेछ हजुर हामीले यसरी चाहिँ अहिलेसम्म भेटाएको थिएनौँ त्यो दुःख ट्रेक यो सब कुरा बोकेर ल्याएर पनि राम्रोसँग केन हालेर अब खाएर भाषा खाइन्छ ठिक छ ल ह्याप्पी जनै पूर्णिमा है ह्याप्पी जनै पूर्णिमा लमजुङ दुध पोखरी है ओम नमः शिवाय गुड अमरले तपाईँ त फेरि हाल्नु मात्रै किसै पुग्दैन ल तातै रिस पाइन्छ है यो एउटा प्लास्टिकमा हाले सबै हजुर म जनै फेर्दैछु त्यो मेरो ब्यागमा त्यो कोक ल केटा के हाम्रो त्यही छ त झाँक्रीहरू यहाँ हाम्रो देवी चढ्न लगाइरहनु देवी चढ्न लगाइरहनु भएको छ यहाँ यो दुध पोखरीमा आज अहिले देवी हुन्छ भक्तजनहरूको भिड निकै नै छ आधीभन्दा धेरै त बिहानै 5 बजे नै गइसक्नु भयो तपाईँको यो चाहिँ आमाहरू चाहिँ बिस्तारै आउनु हो केटाहरू पनि टन्नै गइसके यी रातभरि पुरै ट्रेन थियो यहाँदेखि यता पुरै ट्रेन थियो तपाईँको हामी पनि ट्रेनमा बसेको हो अझै आमाहरू हुनुहुन्छ केटाकेटीहरू सब गइसक्यो अहिले आमा छोरी बाबाहरू जस अब हामी पनि निस्किनु लाग्यो रमाइलो हुन्छ यो देवी चढाउनु लागेको छ यतै थासँग ल्याउनु त अरे जाने होइन अब बस हामी कमाउनु लाग्ने ज्ञान कमाउनु लाग्ने होइन लाग्यो खतरा हुन्छ नि
अब जानुलाई भाइ साडी तयार गर्दै अब हामीले पूजापाठ सबै सकाइयो। अब हाम्रो आज जनै पूर्णिमाको उपलक्ष्यमा लमजुङको पोखरीमा आएर पूजापाठ गर्यो। अब यहाँबाट प्रस्थान गर्ने तयारीमा छौँ। सबैलाई जनै पूर्णिमाको हार्दिक मङ्गलमय शुभकामना।